भेरी गुड मर्निङ। म चाहिँ भर्खर उठेको गाइस। अनि म चाहिँ अब रेडी भएर ड्युटी जान आँटेको। अनि म चाहिँ ड्युटी भएर रेडी भएर म तपाईँलाई भेट्छु ल। हेलो, म चाहिँ रेडी भइसकेँ। अनि अब चाहिँ म ड्युटी जान आँटेको। Going duty, which we are doing great. Yes, sir. So I'm going. I'm just right to go here. So, yes. I have a duty to wear. That's it. Because I have a doing very to go to the ड्युटी तरफको हो। आज चाहिँ थर्सडे हो। हेलो, मलाई भेटेँ मैले। आज पिङ्कीलाई भेटेँ हो। खुसी लाग्यो। बोजूको घर होम भिजिट गरेर चाहिँ म चाहिँ फेरि ड्युटीतर्फ जाँदैछु। यो चाहिँ सेन्टर, मेरो सेन्टरको चाहिँ मुनिपट्टि चाहिँ यसरी फुलहरू फुलिरहेको छ हो। अनि म यो चाहिँ हाम्रो ड्युटीको मेरो चाहिँ सिधा मुनिपट्टिको बाटो हो। अनि म चाहिँ एभ्रिडे यो उकालो जानुपर्छ। अनि तपाईँहरूलाई म देखाउँदै जान्छु नि ल। यो उकालो कति टाढो छ हो। साह्रो पनि छ उकालो, हिँड्नु पनि साह्रो पर्छ। अहिले विन्टरमा त ठिकै छ हो, गरम महिनामा चाहिँ साह्रो पर्छ। कति टाढो छ नि त उकालो जङ्गलमा। अन्त म चाहिँ यहाँ जहिले पनि यो बारी हेर्दै जान्छु नि त। यहाँ चाहिँ हाम्रो बहिनीले रोप्नु भएको सागहरू रोप्नु भएको छ। उयो सिबी फाइनली म चाहिँ ड्युटी आइपुगेँ। अनि ड्युटीमा चाहिँ आउने बित्तिकै चाहिँ पहिला चेक सेन्टर हो। अनि म चाहिँ अब चेक गर्छु, पहिला लाइट चेक गर्छु। लाइटहरू चेक गर्छु छ कि छैन भनेर। लाइटहरू छ कि छैन, कोही बेला लाइटै हुँदैन हो। चेकिङ गर्छु नि यहाँ चाहिँ एकपल्ट सबै हेरिहेर्छु। कोही बेला ड्युटीमा केहरू बसेको हुन्छ होइन, धेरै स्टार्ट गरी आएर बसेर चाहिँ काम गर्नु थाल्छु। लन्च ब्रेकमा लन्च ब्रेकलाई दिएको छु म। लन्च ब्रेक पनि भइसक्यो। हामी चाहिँ बारेर जान्छ। हामी सबैजना चाहिँ घाममा आज चाहिँ बाहिर घाम लागिरहेको थियो। खानाको चिसो हुन्छ तर पनि ड्युटी सकेर चाहिँ हामी सेन्टरबाट चाहिँ यसरी जान्छौँ। फेरि त्यहाँबाट फेरि हामी ओह्रालो भिजिट गएको भिजिट सँगसँगै फेरि सेन्टरबाट हामी एनसिटी आउटरिच पनि गएको दिदीहरूसँग। अनि यसमा चाहिँ हामी आउटरिच जाँदाखेरि चाहिँ हामी सबै ओह्रालो बिस्तारै जान्छु बोजूहरूलाई। अनि यो बाटो चाहिँ आउटरिच जान्छ। अनि चाहिँ तलनिर हो रोङचोङमा हामी चाहिँ पुल क्रस गरेर जानुपर्छ। हामी जान्छ हो।
हेर्नु सक्नुहुन्छ म तपाईँलाई देखाउँछु नि ल उनको बाटो चाहिँ कस्तो डरलाग्दो छ अब कसरी जानु होला है यस्तो बाटो छ हो यसको चाहिँ म र आफू दिदी फोन त लगाउनु तपाईँको रेकर्ड गर्नु भएको छ हो देखाइदिएको नि मैले एकजना हिँड्दा पनि पुरा डरलाग्दो हल्लिन्छ होइन यो फुल चाहिँ अन्त यसरी लाग्छ हो हिँड्नु पनि पुरा डर लाग्छ तर पनि हामी अब रिक्स लिएर हामी चाहिँ जानैपर्छ होइन त्यो एनसिटी आउटफिट मान्छे झर्नु त झर्दैन होला नि है अनि मेडिसिनहरू बुढाबुढी बोजूहरू हिँड्नु सक्नुहुँदैन यो फुल लागेर आउनु सक्नुहुँदैन नि त अन्त त्यसको लागि चाहिँ हामी नै जानुपर्छ हो हेर्नु सक्नुहुन्छ मैले चाहिँ फुलको चाहिँ एक एकवटा धागाहरू भएको चाहिँ मैले देखाइदिएको नि दुईजना है म साह्रो पर्छ यो फुल लाउनु कि यहाँबाट चाहिँ अब मान्छेहरू पनि कत्रो रहेछ हौ डर लाग्छ यो बाटो हो अन्त मैले हेरेर हिँड्नु भन्छ नि त यहाँ त झन् मक्केको रहेछ दिदी त्यही भनेर त दामी छ लास्ट चाहिँ कहाँ जलायो दिदी हजुर त्यहाँदेखिको फेरि हजुर ओह्रालो चाहिँ एकछिन फर्केर हेरेको नि हो कति मान्छेहरू बाजे आउटरिच सकेर चाहिँ मैले चाहिँ हाम्रो बाजेको गर्दैछु हाम्रो मेमेलाई त्यहाँदेखिको चाहिँ हामी चाहिँ यसरी सक्दै फर्केर हामी फर्किँदैछु सबैजना अनि आज चाहिँ मेरो दिन यसरी बित्यो हो अन्त यो चाहिँ हाम्रो बहिनीहरू अन्त दिदी हाई गर्नु न अन्त युट्युब च्यानल नयाँ खोलेको मैले दिदी तपाईँले हेल्प दिन सक्नुहुन्छ नि त अब युट्युब खोलिदिएको नि मैले तपाईँ उसँग पनि एड्रेस छ नि रोशनी लेप्चा क्या हाम्रो जाप्लिङको छु त फ्युचर कस्तो राम्रो दिनुहुन्छ है रोशनीको है अनि फेरि हामी चाहिँ त्यही पुलबाट नै यसरी फर्किनुपर्छ हेर्नु सक्नुहुन्छ कति डर लागेको फेरि हो पौडी खेल्न आएको छ अन्त म चाहिँ यसरी नै दिदीलाई पक्रिँदै हिँडेको थिएँ हो अनि भाइहरू अन्त हामी चाहिँ फेरि यसरी बाटो त्यही बाटो भएर फर्किनु पर्दैछ हो म चाहिँ दिदीलाई यसरी पक्रिँदै हिँड्दैछु पुरा डर लाग्छ नि यो बाटो होइन डेलिकेट छ अन्त यसरी भाइहरू चाहिँ तलतिर चाहिँ स्विमिङ खेल्दै रहेछ अन्त मैले चाहिँ भाइहरू पनि स्विमिङ खेलेर भिडियो बनाइदिउँ भनेर मैले चाहिँ जिस्काउँदै थिएँ दिदीहरूलाई हो अन्त त्यहाँदेखिको चाहिँ अगाडि हेर्दै हेर्दै हिँड्दै थियो पुरा डरलाग्दो हल्लिँदै थियो नि पुल हो यो चाहिँ फेरि डेलिकेट पुलहरू हो अनि त्यहाँदेखिको चाहिँ त्यहाँ भाइहरू चाहिँ मजाले यस्तो जाडोमा होइन विन्टर सिजनमा विन्टर टाइममा चाहिँ अब उनीहरू मजाले स्विमिङ खेल्दै थियो हो अनि यो जग्गा चाहिँ मजाको छ हो अनि यहाँनिर चाहिँ भाइहरू डुब्की हान्दै थियो एकजना गएर चाहिँ मलाई बिर्सेर कस्तो डर लागेको त्यहाँदेखिको फेरि हामी अगाडि गयौँ म र दिदी अन्त मलाई त पुरा डर लागेको नि यो हेर्नुहोस् न कस्तो डरलाग्दो पालेको छ हो पुल हेर्नु सक्नुहुन्छ त्यहाँदेखिको चाहिँ अनि फेरि त्यही बाटो भएर चाहिँ फेरि हामी चाहिँ कसरी हिँड्नु होला है म मेरो दिदीहरू हो अनि त्यसरी फर्किँदै छ त्यहाँदेखिको फर्केर चाहिँ हामीले फेरि त्यो पुल क्रस गरिहालौँ भनेर चाहिँ छिटो दिदीलाई क्रस है अगाडि हिँड्दै थिएँ त्यहाँदेखिको चाहिँ म फेरि बसमा चढेर चाहिँ फर्केको ड्युटीबाट फर्केको अनि बसमा पनि सिट अगाडिको पाएँ अनि त्यहाँदेखिको चाहिँ यसरी फर्केर चाहिँ